ईशान्त किसान 2026 टी20 वर्ल्ड कपमा प्लेइङ 11मा आफ्नो स्थान बनाउँछ कि बनाउँदैन त्यो सम्बन्धित कुरा गरिरहेको छु। भर्खरै इन्डियन क्रिकेट बोर्डले 2026 टी20 वर्ल्ड कपको लागि नाम पब्लिस गरिसकेका छन्। ईशान्त किसानले धेरै दिनदेखि सङ्घर्ष गरिरहेको थियो टिममा पर्नको लागि, तर मेहनत गरिरहेको थियो, सङ्घर्ष गरिरहेको थियो, त्यसको सफलता पाएको छ। बीसीसीआईले ईशान्त किसानलाई धेरै दिनदेखि इग्नोर गरिरहेको थियो र ईशान्त किसानले इग्नोर गरेपछि उसलाई फरक परेन। उसले आफ्नो मेहनत र मेहनतशील कन्टिन्यू गरिरहेको थियो। तर ईशान्त किसान 2026 टी20 वर्ल्ड कपमा 14 को स्क्वाडमा आउनु भएको छ र अब प्लेइङ स्क्वाडमा आउन सक्छ ईशान्त किसान। अफकोर्स मलाई लागिरहेछ आउन सक्छ मेबी, किनकि ईशान्त किसान जुन हिसाबले अहिले मिडल अर्डरमा पनि ब्याटिङ गरिरहेको छ, लोवर अर्डरमा पनि ब्याटिङ गरिरहेको छ। भर्खरै मुस्ताक अली ट्रफीमा ईशान्त किसानले टोटली हिटिङ गर्नु भइरहेको छ। ईशान्त किसान जुन हिसाबले सङ्घर्ष र जुन हिसाबले मेहनत गरेको छ कि जुन हिसाबको अहिले इन्डियन क्रिकेट